मलाई यहाँ चाहिँ दुई शब्द बोलिदिनु मौका भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। सर्वप्रथम आज 2083 साल वैशाखको 5 गते हाम्रो बाटुल्चोर तमन समाज जन्मिएको दिन 2061 साल वैशाख 5 गते रहेछ। अब खाना पाउने थाहा पाओस् है। 61 साल वैशाख 5 गते हाम्रो समाज जन्मेको रहेछ। त्यतिखेर हाम्रो यो समाज जन्मदाखेरि उहाँहरू चाहिँ अब 12-13 जना मात्रै थियो त्यो बेला। मैले भन्नुपर्दा उहाँहरू नाम दिनुपर्दा हाम्रो स्वयंबहादुर प्रथम स्वयंबहादुरजी, त्यसै गरी हाम्रो सजिद होटज्यू, त्यसै गरी हाम्रो वर्तमान अध्यक्ष केवल गांधीज्यू, अनि त्यसै गरी स्वर्गीय हेतुमा दिदी पनि उहाँ हुनुहुन्थ्यो। अनि हाम्रो भूषण अध्यक्ष यो सचिव हाम्रो शङ्करबहादुरजी, उहाँहरू 12-13 जनाको टोलीले हाम्रो समाज बनाएको रहेछ। त्यसपछि पनि त्यही काम कमाउनु थाहा पाएर यसपछि चाहिँ पैसा पाँच हाम्रो समाजमा जन्मेको। आज हामी चाहिँ 21 वर्ष पुरा गरेर 22 वर्षमा हो कि क्या हो, 21 वर्ष पुरा गरेर 22 वर्षमा चाहिँ आइपुगेको यो 22 पुरो भएर 23मा पुगेको यो सुखद उपलक्ष्यमा यस बाटुल्चोर तमु समाजका वर्तमान अध्यक्ष श्री एवं काजी तमुज्यू, त्यसै गरी उपाध्यक्ष मनबहादुर घले तमुज्यू, त्यसै गरी उपाध्यक्ष श्रीमती श्री कमला तमुज्यू, त्यसै गरी हाम्रो सचिव श्री ओम तमुज्यू, सहसचिव श्री सूर्यबहादुर तमुज्यू, त्यसै गरी कोषाध्यक्ष हेमप्रसाद तमुज्यू, त्यसै गरी कोषाध्यक्ष हाम्रो पदम बहादुर तमुज्यू, अनि त्यसै गरी मञ्चमा उपस्थित सल्लाहकारज्यूहरू, हामी भूपू कार्यरतज्यूहरू, विभिन्न तरहका उसबाट बसेर पदमा बसेर नबसेर 2065 साल 63 सालदेखि सहयोग गर्दै के अरे आएका हाम्रो सबभन्दा पहिला 12-13 जनाले यो समाज खडा गरायो। त उहाँहरूलाई विशेष धन्यवाद दिँदै आज हामी त्यही हाम्रो 22 साल पुरो भएर 23 साल लाग्ने यो जुन उपलक्ष्यमा हामी यहाँ पाहुना अवसरमा यहाँ उपस्थित भएका छौँ र हाम्रो समाज त्यसरी नै बढ्दै जाओस्। त्यो बेलामा अलिकता पछाडि पहिलेको कुरो पनि अलिकता भन्नु मन लाग्यो। के अरे त्यो बेलामा हामीसँग जग्गा थिएन, भवन थिएन, केही थिएन। त्यतिखेरको हाम्रो फुर्ती कस्तो थियो भने घर घरै हामी मिटिङ राख्ने थियो, घर घरै गएर हामी लाउरे आउने, घर घरै गएर नाच्ने थियो, गाउने थियो, रमाइलो गर्ने थियो। त्यो फुर्ती अहिले नभएको जस्तो बुढो भयो कि जस्तो लाग्यो। त्यो छैन। त्यो बेला हामी घरै नभए पनि जग्गै नभए पनि हामीसँग यस्तो फुर्ती थियो कि अहिले यसो विचार गर्दाखेरि त हाम्रो पक्कै बुढो भयो कि जस्तो लाग्यो। तर बुढो त भएन, मात्र अहिले भक्कैको जस्तो लाग्छ। अनुहार हेर्दाखेरि अनुहार हेर्नु हुँदैन, अनुहार हेर्दाखेरि त बाह्र जस्तोहरू हुन्छ है। तर अब यो के अरे त्यो बेलामा अब उसको बाद के भयो त भन्दाखेरि हाम्रो चाहिँ दादाहरूले हाम्रो चाहिँ विभिन्न यहाँ सहयोग गरेर पैसा उठाएर दिएर कति कति चिजहरू कति पैसा दिएर पैसा सङ्कलन लगेर अनि उसको बाद जग्गा किनिसकेपछि हामीले फेरि घर बनायो। घर बनाएर पनि हामी चाहिँ सम्पन्न भयो। जग्गा किन्यो, घर बनायो, सम्पन्न भयो, सम्पन्न भइसक्यो। छैन सबै यहाँ भए तर मान्छे सुखो पायो। आज सुखो मान्छेको इच्छा कहिले पुरा नहुँदैन। अब सम्पूर्ण हुनको भएको बावजुद पनि अब हामीसँग के हुन्छ, हामी सबैको चाहना अब हाम्रो यहाँ चाहिँ भवन
भवन बनाउनु भन्ने हामी सबैको चाहना छ। अब त्यो चाहना पनि मेरो हिसाबमा अब केही दिनपछि अब भवन निर्माण समितिले केही दिनपछि चाहिँ सुरु गर्छ भने त्यो भनी चाहिँ सजिलो छ। त्यसको लागि त अब पैसा अलिकति केही पनि धेरै चाहिएको हुन्छ। तर आयो भने त्यो पक्कै पनि पुरा होला। हामी बनाउँदै जाने हामी गर्दै जाने है, त्यो चल्दैछ हामी सबैले। अब हेर न, सम्पूर्ण भएको बावजुद पनि फेरि हाम्रो इच्छा ढलन गर्छ नि, सबैको चाहना इच्छा छ। हाम्रो पनि अब ढलन गर्छ त दुईतले तिनतले भयो भने कति राम्रो हुन्थ्यो भने हामी सबैको चाहना छ। तर के गर्ने भन्ने सोचिलो छ, पैसा त चाहियो नि। मामुली एउटा घर बनाउँदाखेरि 1 करोड नभए त घर बनाउँदैन अहिलेको हालत। त्यसलाई भवन बनाउने हाल्यो है, यता 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 हेर न यता ल यता 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 भित्रको बिमारी त कसलाई थाहा होला कसलाई थाहा होला। पुरा राख्ने उसले गति जति सक्छ। यहाँ चाहिँ यस्तो पनि मान्छे छ 1-2 करोड के अरे 5-10 लाख रुपियाँ किन्ने सक्ने क्षमता भएको मान्छे आउँछ, नभएको होइन है। अब यहाँ चाहिँ आज खाने आज खाने भोलि खाने त्यस्तो पनि समाज छ। समाज कसको लागि? समाज त त्यो दिन दुखेको लागि हो नि, जसको चाहिँ कतैबाट आएको छैन, आउने बाटो छैन है, त्यसलाई धेरै समस्या पर्छ।